हेलो गाइज हो तपाईहरुलाई सानो यो मकैबारी छ तपाईहरुलाई देखाउँदैछु ल। अब कति खाना खाएको मात्रै हाल्नुहुन्छ प्रकाशजीले भनेर सम्झिनुहुन्छ होला। तपाईहरुलाई आज चाहिँ मेरो छुट्टी हो, होलिडे हो, त्यही भएर चाहिँ मैले आज छुट्टी हो, आज सोमबार मेरो छुट्टी हुन्छ। अनि त्यसै कारणले गर्दाखेरि आज पानी सानी लाउने यताउति कामहरु गरिरहेको छु हैन। पानी लाउनेहरु तपाईको यो तपाईको फर्सी है, फर्सी आइरहेको छ। अहिले भर्खर पानी लाए मैले। अनि यहाँ छ तपाईको यो पनि फर्सी हुँदै बढ्दै छ, फुल्दै छ हैन, फुल्ने क्रम जारी छ। यो पनि हो, यो पनि फर्सी हो, यो पनि फर्सी हो तपाईको। अनि यो पनि फर्सी हो, यहाँ पनि बढ्दै छ हैन। पुरा एकदम यो डाँडा पर्छ जग्गा हैन, त्यही भएर सुक्खा लाग्छ। यो पनि फर्सी, यो चाहिँ काँक्रा ल गाइस है, काँक्रा। यो चाहिँ तपाईको फुल्दै छ, यहाँ फुल्दै छ। अनि कुनै कुनै चाहिँ चिचिला लाग्दै छ हैन। यस्तो छ, यतातिर ड्याममै फुलिरहेछ। यहाँ चाहिँ मजाले फुलिरहेछ यहाँ है, यो चाहिँ दामी गरी फुलिरहेछ। सानो नै यहाँ हो, मजाले फुलिरहेछ यहाँ। यो चाहिँ के भन्नु, खेती किसान नगरी हुँदैन गाइस हो है, गर्नु पर्यो। यो पनि काँक्रा हो। यो चाहिँ हाम्रै अर्गानिक बाख्राहरू हो हैन। अनि तपाईको यहाँ पनि छ, यो त्यही हो, बाख्रा चल्दैछ। यस्तै छ है मेरो गाउँ चाहिँ, यस्तो छ है हाम्रो गाउँ चाहिँ, यस्तो छ हैन गाइज हो, यस्तो छ। यो चाहिँ मकैबारी हो। पानी लाउने बेला हुनु आँटिसक्यो, पानी लाइएको छैन, अब लाउनु पर्ने छ पानी हैन। खेती नगरी हुँदैन, एउटा उखान छ नि, सानो छ बारी सानो छ खेत सानो छ जहाँ नगरी काम पुग्दैन खाना साँझ र बिहान भनेको जस्तो हो क्या। यो चाहिँ हाम्रो मकैबारी हो गाइस। यतापट्टि पनि छ, यतापट्टि पनि छ।